स्वागत छ। आज हामी नेपालको मिलेनियम च्यालेन्ज कम्प्याक्ट मतलब एमसीसी परियोजनाबारे अलिकति कुरा गरौँ न त। खास गरी हालसालै यसमा एउटा महत्त्वपूर्ण डेभलपमेन्ट भएको छ। एउटा प्रतिबन्ध हटेको खबर छ होइन? यसले कार्यान्वयनलाई फेरि अगाडि बढाउने जस्तो देखिन्छ। हामीसँग भएका जानकारीले यही पछिल्लो विकासक्रम, लगानी अनि भविष्यका केही सम्भावित चुनौतीबारे पनि अलिअलि सङ्केत गर्छन्। ल, यसैमा अलि गहिरियौँ। सुरु गरौँ गत अप्रिलतिरबाटै। त्यति बेला अलि हल्ला चलेको थियो नि, अमेरिकी सरकार भित्रैबाट विश्वभरका एमसीसी कार्यक्रमहरू रोकिने सक्ने भनेर। त्यसले यहाँ नेपालको परियोजनामा पनि अन्यल जस्तो देखिएको थियो। अनि त्यो 90 दिनको रोक जस्तो कुरा आएको थियो, होइन र? हो, त्यो एउटा अन्यलको चरण थियो, तर अब त्यो हटेको छ। स्रोतहरू जस्तै अमेरिकी दूतावासको विज्ञप्ति हेर्दा के देखिन्छ भने अमेरिकी विदेश मन्त्रीले गएको फेब्रुअरी 2025मै नेपाल कम्प्याक्टलाई वैदेशिक सहायता स्थगन सम्बन्धी एउटा प्रावधानबाट छुट दिनुभएको रहेछ। ए, फेब्रुअरीमै? यो 90 दिनको नियम भनिने जुन कुरा छ त्यो अमेरिकी सहायता कानूनको एउटा हिस्सा हो, जसले केही विशेष अवस्थामा सहायता रोक्न सक्ने अधिकार दिन्छ। अब त्यो छुट पाउनुको अर्थ चाहिँ नेपाल कम्प्याक्टमा अब कानूनी रूपमा खासै अडचन छैन, पूर्ण कार्यान्वयन हुन सक्छ। भनेपछि कार्यान्वयनको लागि बाटो खुल्यो। यो परियोजना त खासमा नेपालको ऊर्जा अनि त्यो सडक पूर्वाधार त्यसमै केन्द्रित छ नि? लगानीको हिसाबले पनि यो ठूलै हो क्यारे? एकदमै। अमेरिकाको अनुदान नै 50 करोड डलर छ अनि नेपाल सरकारको लगानी पनि सुरुमा 15 करोड डलर भनिएको थियो, त्यो बढेर अहिले 19 करोड 70 लाख डलर पुगेको देखिन्छ। ए, नेपालको लगानी पनि बढेछ। हो, त्यसमाथि हालसालै एमसीसी बोर्डले थप 5 करोड डलर पनि स्वीकृत गरेपछि त अब कुल लगानी झन्डै 75 करोड डलर मतलब 74 करोड 90 लाख डलर पुग्ने अनुमान छ। यो नेपालको पूर्वाधारको लागि त निकै महत्त्वपूर्ण रकम हो नि। झन्डै 75 करोड डलर निकै ठूलो रकम भयो। अनि यो कार्यान्वयन कसरी हुन्छ भन्नेमा केही छ? मतलब पारदर्शिता, सुशासनका कुराहरू? त्यसमा अमेरिकी दूतावासले जोड दिएको कुरा चाहिँ छ पारदर्शिता, सुशासन अनि प्रभावकारी सेवा प्रवाह, जोखिम व्यवस्थापन यिनीहरू प्राथमिकतामा रहनेछन् भनेको छ। यसका लागि अमेरिकी मिसन र नेपालका सम्बन्धित सरकारी निकायहरू बीच मिलेर काम गर्ने भन्ने कुरा छ। यसलाई अलि ठूलो फ्रेममा हेर्दा यो भनेको अमेरिकाले नेपालको दीर्घकालीन विकासमा गर्दै आएको सहयोगकै एउटा निरन्तरता जस्तो देखिन्छ। एउटा पाटो त यो भयो, परियोजना अघि बढ्ने भयो, राम्रो कुरा। तर अर्कोतिर एमसीसीको समग्र विश्वव्यापी बजेटमा चाहिँ अलि फरक सङ्केत देखियो भन्ने पनि छ नि? 2026को लागि प्रस्ताव गरेको बजेटमा त ठूलै कटौती पो देखिन्छ त। हो, यो चाहिँ अलि ध्यान दिनुपर्ने कुरा हो। सन् 2025का लागि एमसीसीको ग्लोबल बजेट करिब 93 करोड डलर थियो, तर 2026का लागि जुन प्रस्तावित बजेट छ त्यो चाहिँ जम्मा 22 करोड 40 लाख डलर मात्रै छ। यो त निकै ठूलो गिरावट हो। 93 करोडबाट घटेर 22 करोडमा, यो त 75% भन्दा बढीले कम भयो। ए, यस्तो किन होला? अनि त्यो प्रस्तावित बजेट चाहिँ केमा खर्च हुन्छ त? यहाँनिर चाखलाग्दो कुरा के छ भने त्यो 22.4 करोड डलर जुन प्रस्ताव भएको छ त्यसको ठूलो हिस्सा करिब 12.8 करोड डलर त प्रशासनिक खर्च नै देखिन्छ। अनि बाँकी रहेको रकम चाहिँ नयाँ कम्प्याक्टहरूको विकास र सुपरिवेक्षण गर्न 9.15 करोड डलर अनि इन्स्पेक्टर जनरलको कार्यालयको लागि 45 लाख डलर भनेर छुट्याइएको छ। ओहो, भनेपछि कार्यक्रम कार्यान्वयनको लागि भन्दा पनि प्रशासनिक र तयारी खर्च धेरै देखियो। अनुपात हेर्दा त्यस्तै देखिन्छ। अब स्रोतहरूले सिधै कारण त खुलाएका छैनन्, तर यति ठूलो बजेट कटौतीले भविष्यमा चाहे त्यो नेपालकै होस् वा अरू देशका नयाँ परियोजना वा चलिरहेकालाई चाहिने थप स्रोत त्यसमा कस्तो असर पर्ला यो प्रश्न चाहिँ उठ्छ। त्यसो भए मोटामोटी रूपमा के बुझ्नु पर्यो त हामीले? तत्कालको लागि त नेपालको एमसीसी परियोजना अघि बढ्ने भयो, यो सकारात्मक नै भयो। तर उता विश्वव्यापी रूपमा एमसीसीकै बजेटमा यस्तो ठूलो कटौती देखिँदा भविष्यमा यस्ता परियोजनाको निरन्तरता वा नयाँ सम्झौताहरूका लागि पैसाको उपलब्धता के होला भन्ने शङ्का चाहिँ पैदा भयो, होइन त? बिल्कुल। यो छलफलबाट एउटा मुख्य कुरा के निस्कन्छ भने ठूला विकास परियोजना सफल हुन सम्झौतामा हस्ताक्षर भएर मात्र पुग्दैन। त्यसलाई चाहिने पैसा त्यो पनि निरन्तर र अनुमान गर्न सकिने किसिमले आइरहनुपर्छ।
अहिले देखिएको जस्तो बजेट कटौती वा खै अरू भू-राजनीतिक परिवर्तनहरूले यस्ता लामो समयका साझेदारीमा कस्तो असर पार्छ अनि त्यसलाई कसरी दिगो बनाउने, यो चाहिँ एकदमै सोच्नुपर्ने विषय हो। तत्काललाई बाटो खुल्यो, तर भविष्यको लागि अलिकति प्रश्न पनि सँगै आयो जस्तो देखियो। यसमा थप विचार गर्नुपर्ने ठाउँ छ।